नमस्कार सबैलाई। रातको रहस्यमा फेरि स्वागत छ। यहाँ म तपाईहरूले पठाइएका काल्पनिक तथा वास्तविक घटनाहरू सुनाउनेछु। यदि तपाईहरूसँग पनि यस्तै कुनै घटना वा कहानी छ भने बायोमा दिएको इमेलमा पठाइदिनुहोला। र तपाईहरूलाई कस्ता प्रकारका कथा सुन्न मन पर्छ तल कमेन्टमा लेखिदिनुहोला। हामी आउने भिडियो तपाईहरूको रोजाइ। मिलिन आफ्नो कुकुर बाओसँग चीनको साङ्घाई सहरमा बस्दथिन्। वास्तवमा उनी चीनको एउटा सानो गाउँबाट थिइन्। तर आफ्नो बुबाको मृत्यु भएपछि उनी आफ्नी आम र बहिनीको लागि पैसा कमाउन साङ्घाई सरेको थिइन्। मिलिनको व्यक्तित्व धेरै नै मिठो थियो र उनी एउटा टोय सपमा काम गर्थिन्। उनलाई टोयहरू धेरै मन पर्थ्यो। तर ती टोयहरू मध्ये उनलाई सबैभन्दा बढी डल्स मन पर्थ्यो। किनकि उनी एउटा टोय सपमा काम गर्थिन् भनेर उनी डिस्काउन्टेड रेटमा आफ्ना मनपर्ने डलहरू किन्थिन्। उनको घरमा विभिन्न देशहरूबाट आएका युनिक डलहरू थिए। एक दिन उनको सपमा एउटा लिमिटेड एडिसन लबुबु डलको कलेक्सन आयो, जहाँ सबै डलहरू आउनासाथ बिके। एउटा डल मिलिनले पहिलेदेखि नै आफ्नो लागि छुट्याएकी थिइन्। त्यो लबुबु डलको रङ गोल्डेन थियो, एउटा यस्तो छाया जुन बाँकी लबुबु डलहरूबाट फरक थियो। त्यो डल धेरै नै उनी त्यो दिन धेरै खुसी थिइन् र बस त्यो लबुबु डललाई नै निहारिरहेकी थिइन्। त्यो डलको नीलो आँखा, गोल्डेन रङको सुन्दर फर, लामा लामा कान र ठूला ठूला दाँतहरू भएको स्माइल। मिलिनले त्यो लबुबुलाई जोरले अँगालो मारेको। उनले धेरै फोटोहरू खिचेकी थिइन् र आफ्नो कुकुर बाओलाई त्यसको डल फेमिलीको नयाँ सदस्यसँग इन्ट्रोड्युस गराइन्। तर जहाँ बाओ सबै डलहरू हेरेर खुसी हुँदै आफ्नो पुच्छर हल्लाउँदै कोठामा यहाँ त्यहाँ दौडिरहेको थियो, त्यहाँ ऊ त्यो लबुबु डल हेरेर धेरै जोरले बोक्न थाल्यो, गुर्राउन थाल्यो। मिलिनलाई यो कुरा अलिक अजीब लाग्यो। तर उनले सोचे कि बाओ सायद डराइरहेको होला। त्यसैले उनले डललाई आफ्नो सेल्फमा राखिन् र सुत्न गइन्। मिलिनको कुकुर बाओ, जसले सधैँ उनको छेउमा सुत्थ्यो, ऊ त्यो डललाई घुरिरह्यो र कोठाबाट बाहिर भाग्यो। अर्को बिहान अफिस जानु अघि बाओ लबुबुलाई हेरेर जोरले बोक्दै थियो। जसरी नै मिलिन घरबाट निस्कन लागेकी थिइन्, बाओले उनको जिन्स समात्यो र उनलाई खिचेर उनको सेल्फको नजिक लैजान थाल्यो। मिलिनले बाओलाई डाँटिन्, तर ऊ सुन्दै नै थिएन। मिलिनले रिसमा बाओलाई बाथरुममा बन्द गरिदिएकी थिइन् र सबको लागि निस्किन्। त्यो दिन उनको आफ्नो टोय स्टोरमा सबैभन्दा खराब दिन बित्यो। सबैभन्दा प्यारले कुरा गर्ने मिलिन आफ्ना कस्टमरसँग झगडा गरिन् र उनलाई थाहा भएन कि उनलाई अचानक यति धेरै रिस किन आयो कि ऊ तिनीमाथि चिच्याइन्। उनको बोसले तुरुन्तै मिलिनलाई धेरै डाँट्यो र उनलाई कामबाट निकालिदियो। मिलिनले केही बुझिनन् कि उनलाई अचानक यति धेरै रिस कसरी आयो। ऊ रुड्दै घर फर्किन्। उनले आफ्नो बाथरुमको ढोका खोलिन्। त्यसपछि बाओ जोरले भोक्न थाल्यो, तर रुन लागेकी मिलिनको अनुहार देखेर ऊ शान्त भयो र मिलिन त्यो रात चाँडै सुतिन्। सुत्दै उनलाई कसैको हाँसो सुनियो, एउटा अजीब हाँसो जुन उनले कहिल्यै सुन्नुभएको थिएन। त्यसपछि उनले देखिन् कि उनको कोठाको कुनामा कोही उभिएको छ, जसले उनलाई घुरिरहेको छ। अँध्यारोको कारणले उनी ठिकसँग हेर्नु सकिरहेकी थिइनन्। उनले ओछ्यानबाट उठेर हेरिन् त तब त्यहाँ कोही थिएन। बस त्यहाँ त्यो लबुबु डल पडेकी थिए, जसलाई मिलिनले फेरि सेल्फमा राखिदिएकी थिइन् र फेरि सुत्न गइन्। त्यो रात मिलिनलाई एउटा सपना आयो जसमा ऊ आफ्नो कोठामा थिइन् र त्यहाँ एउटा धेरै नै अजीब देखिने जनावर जस्तो केही थियो, जसको ठूला ठूला नुकिला दाँत थिए। भयानक लामा र दाँतभन्दा पनि बढी नुकिला नङ्ग्रा थिए र त्यसको पुरै शरीर रातो रङको थियो। ऊ ठाउँबाट सडिरहेको थियो। बिस्तारै ऊ मिलिनको नजिक आयो र उनको घाँटी निमोट्न अगाडि बढ्यो। मिलिन डरले जोरले चिच्याइन्। तर त्यो जनावर उनभन्दा बढी जोरले एउटा भयानक हाँसो हाँस्न थाल्यो र उनले आफ्नो नुकिला पन्जाहरूले मिलिनमाथि आक्रमण गर्यो। डरले मिलिनको आँखा खुल्यो। तर तब उनले देखिन् कि त्यो लबुबु डल उमाथि बसेको छ। मिलिनको चिच्याहाट निस्कियो। उनको चिच्याहाट सुनेर उनको कुकुर बाओ दौड्दै कोठामा आयो। मिलिनलाई बुझिएन कि त्यो लबुबु डल, जसलाई उनले सुत्दै सेल्फमा राखेकी थिइन्, ऊ तिनको बेडमा कहाँबाट आयो। उनले ध्यानले त्यो डललाई हेरिन् त त्यो डल अब पहिलेभन्दा बढी हाँसिरहेको थियो। मिलिन केही बुझ्न पाउँदा नै मिलिनको कुकुर बाउले त्यो डललाई आफ्नो दाँतले समात्यो र उसले तहसनहस गरिदियो।
मिलिन पसिनाले भिजेकी थिइन् र उनको टाउको दुखाइले फुटिरहेको थियो। त्यसैले उनले बाउलाई केही भनिनन्। मिलिनले त्यो लबुबु डललाई डस्टबिनमा फालिदिएकी थिइन् र बाउलाई आफ्नो नजिक बोलाएर फेरि सुत्न गइन्। जब ऊ बिहान उठिन् त उनको टाउको अघिल्लो रातभन्दा पनि बढी दुखाइ थियो। साथै साथै उनको हातहरूमा साना साना रातो दाना आउँछन्। बाउ पनि कोठामा थिएन। उनले बाउलाई बोलाउँदा तर उनलाई आफ्नो कुराको कुनै जवाफ मिलेन। मिलिन हलमा गइन् तर बाउ त्यहाँ पनि थिएन। ऊ पुरै घर खोज्न थालिन् तर ऊ कतै भेटिँदै थिएन। अन्तमा ऊ आफ्नो बाथरुममा गइन्। बाउ बाथरुममा पनि थिएन। तर जब उनले आफ्नो अनुहार ऐनामा हेरिन् त उनको पुरै अनुहार ती साना साना रातो दानाहरूले भरिएको थियो। यस्तो लाग्थ्यो कि जसरी कसैले उनलाई टोकेको हो। तब बाथरुमको ऐनामा उनलाई देखियो कि उनको काँधको पछाडि केही भयानक थियो जुन बिल्कुल त्यो जनावर जस्तो लाग्थ्यो जुन उनको सपनामा आएको थियो। र ऊ जोर जोरले हाँसिरहेको थियो। तर जसरी नै मिलिन पिरोती त त्यहाँ कुनै जनावर थिएन, बरु बाथरुमको सेल्फको माथि लेबुबु डल राखिएको थियो। मिलिनलाई यो आफ्नो आँखाको धोका लाग्यो। त्यो लेबुबु डललाई त उनको कुकुर बाउले तहसनहस गरिदिएको थियो। त्यसैले अब त्यो डल त्यहाँ कसरी आउन सक्थ्यो? बरु अब त्यो डलको अनुहारको स्माइल एउटा स्माइलबाट परिवर्तन भएर एउटा धेरै भयानक हाँसोमा परिवर्तन भइसकेको थियो। मिलिन अब डराइसकेकी थिई र ऊ बाउलाई बोलाउँदै घरको बाहिर गइन् तर ऊ आसपास कतै भेटिँदै थिएन। जब ऊ फेरि घरमा घुसिन् त उनको होस उड्यो। त्यो लबुबु डल अब किचनको सिङ्कको नजिक पुगिसकेको थियो। त्यो डलको हात र दाँत रातो थिए। जब मिलिनले सिङ्कको तल हेरिन् त उनको मुटु कमायो। त्यहाँ उनको कुकुर बाउको शरीर थियो र त्यसबाट रगत बहिरहेको थियो। यस्तो लाग्थ्यो कि जसरी नै कसैले उलाई बुरी तरिकाले नोचेर खाएको हो। बाउ मरेको थियो र यो देखेर मिलिनको अवस्था खराब हुँदै थियो। यो लेबुबु डल कुनै साधारण डल होइन। उनले इन्टरनेटमा लेबुबु डलसँग जोडिएको जानकारी खोज्न थालिन्। इन्टरनेटमा उनले समाचार पढिन् त धेरै मानिसहरूलाई तिनका लबुबु डलहरू हन्ट गरिरहेका थिए। पुरै दुनियाँभरमा लबुबु डलहरूको बुतहा हुने यस्ता धेरै केसहरू आइसकेका थिए। लबुबु डलहरूले मानिसहरूलाई टोकेका थिए र तिनीहरूसँग धेरै नराम्रो कुराहरू घटिरहेका थिए। जस्तै तिनीहरूको जागिर जानु, तिनीहरूको बिरामी हुनु वा तिनीहरूको कुनै नजिकको व्यक्तिको मृत्यु। यो सब समाचार पढेर मिलिन अझ बढी डराइन्। उनले बुझिन् कि उनको लबुबु डल बुतहा छ। उनले ढिला नगरी डलमा आगो लगाइदिइन् र त्यसको खरानीलाई एउटा जारमा हालेर नजिकको नदीमा बगाइदिइन्। त्यो रात यो सब कथा उनले आफ्नी सानी बहिनीलाई फोनमा सुनाइन्। मिलिनलाई लाग्यो कि सायद अब त्यो लबुबु डलबाट उनलाई छुटकारा मिल्यो होला। तर अर्को बिहान मिलिनको घरबाट उनको डेड बडी भेटियो र उनको बडीको नजिक त्यही लबुबु डल थियो जसलाई उनको टोय स्टोरमा काम गर्ने एउटा साथीले आफूसँग लिएर गयो। यी दिनहरूमा केही मानिसहरू इन्टरनेटमा यो पनि भन्दैछन् कि लबुबु डल एउटा धेरै नै खतरनाक र एउटा इभिल डेमनको दोस्रो रूप हो। धेरै देशहरूमा यिनै इन्सिडेन्टहरूको कारणले लबुबुलाई ब्यान गरिदिएको छ। साथीहरू, तपाईलाई के लाग्छ? के लबुबु डल साँच्चै श्रापित छ? के त्यसमै साँच्चै एउटा डेमन छ वा यो सब बस एउटा हल्ला हो? हामीलाई कमेन्ट्समा जरुर भन्नुहोस्।